नमस्कार दर्शकबिन, हिजोदेखि नेपाली नागरिकताले इन्डियामा बैंक एकाउन्ट खोल्न दिन्छ भनेर चाहिँ गाई गुई फेसबुकभरि हल्ला छ। के अब नेपाली नागरिकता लगेर हामीले बैंकमा जाने हो भने बैंक एकाउन्ट खोलिदिन्छ त? सत्य के हो, के भएको थियो त्यो म तपाईहरुलाई सुनाउन चाहन्छु। नेपालीहरूले धेरै वर्षदेखि यहाँ काम गरिरहेका छन्। उनीहरूको बैंक एकाउन्ट छैन, जसो कुनै एक्सिडेन्ट भयो केही भयो भने उनीहरूलाई पैसा हाल्नु पर्यो भनेपछि बैंक एकाउन्ट माग्छ कम्पनीहरूले हैन। र बैंक एकाउन्ट नभएको कारणले गर्दाखेरि धेरैले चाहिँ कम्पनीबाट निस्कदाखेरि त्यो पाउने रकमहरू चाहिँ नपाएको कारणले गर्दाखेरि नेपाली समाज, नेपाली राजदूतावास र इन्डियन बैंकहरू बीच एउटा वार्ता मात्रै बसेको थियो। त्यसमा चाहिँ अब चाहिँ एग्रिमेन्टै चाहिँ भइसकेको छैन। त्यो वार्ता बसेर चाहिँ पोजिटिभ हिसाबले हुन सक्ने सम्भावना ल हुन्छ, ठीक छ, त्यसको लागि हामी चाहिँ अगाडि बढ्नु पर्छ भन्ने चाहिँ पोजिटिभ हिसाबले इन्डियन बैंकहरूले पनि पोजिटिभ थिङ्स राखेको छ। राजदूतावासले पनि पहल गरेको छ। नेपाली समाजहरू अनि त्यहाँ गएर कुराकानी चाहिँ वार्ता चाहिँ भएको सत्य हो। त्यो मैले भिडियो पनि देखेको थिएँ। र इमिडिएटली हामीहरू जससँग नागरिकता छ त्यसले गयो बैंकमा, ल एकाउन्ट खोल्नु पर्यो भन्दाखेरि सजिलै एकाउन्ट खोल्न दिँदैन हैन। त्यसको लागि विभिन्न प्रोसेसहरू चाल्नुपर्छ। नेपाली राजदूतावासबाट एनओसी लिनुपर्छ। यो मान्छे नेपालको हो, यसको चाहिँ के भयो भने हामी जिम्मेदारी लिन्छौँ, यसको ठेगाना एड्रेस प्रुफहरू सबै हामीसँग प्रुफहरू छ भनेर चाहिँ भारतमा रहेको नेपाली राजदूतावासले एनओसी दिनुपर्छ। अनि रेन्ट एग्रिमेन्ट हुनुपर्छ, कहाँ बस्छ के बस्छ हैन। त्यसको लागि पुलिस भेरिफिकेसन सहितको ठेगाना चाहिँ हुनुपर्छ। त्यो चाहिँ बैंकबाट आउने मतलब एड्रेसमा आउनको लागि हैन। त्यो एकाउन्ट खोलेपछि कुरियर हुनको लागि चाहिँ एड्रेसहरू, बिजुली बिलहरू चाहिँ विभिन्न डकुमेन्टहरू चाहिँ बैंकले माग्छ। त्यतिकै चाहिँ हुँदैन। जो कोहीले पनि मज्जाले नागरिकता छ हामीले त अब एकाउन्ट खोल्यो ल खोल्छौँ भन्दाखेरि चाहिँ त्यो हुँदैन। र त्यो पनि एग्रिमेन्ट चाहिँ पनि भएको छैन। त्यो चाहिँ एग्रिमेन्ट चाहिँ हुनेवाला छ। अस्ति भर्खर एक साल अगाडि नै एग्रिमेन्ट भइसक्यो नेपाल र इन्डिया बीच। अब चाहिँ क्युआर मार्फत नेपालमा मज्जाले स्क्यान गरेर पठाउन सक्ने भनेर खुसीको खबर। ल ल ल नेपाल अब सजिलै पैसा पठाउन सकिन्छ, खाली यतिकै स्क्यान गरेर चल्छ भनेको थियो। त्यो अहिलेसम्म लागू भएको छैन। त्यो पनि त्यस्तै हो। लागू हुन चाहिँ टाइम धेरै पनि लाग्न सक्छ, 10 वर्ष पनि लाग्न सक्छ, त्यो नहुन पनि सक्छ र त्यो हुन पनि सक्छ। त्यो नै अहिले चाहिँ भइसक्यो खुसीको खबर। नागरिकताबाट चाहिँ हामीले चाहिँ बैंक एकाउन्ट खोल्न पाउने भयौँ, ल जाउँ भनेर बैंकतिर नजाँदा पनि हुन्छ। त्यति हो कुरो।